What's up guys, welcome back to my channel Aqua Living Life. आज चाहिँ यहाँ प्यारोटको वाटर चेन्ज गर्न लाग्यो है। सो पानी एकदमै हरियो भइरहेछ किनभने मैले झ्यालकै साइडमा राख्दै छु हैन। अनि पर्दा चाहिँ हालेको थिएँ तर यो यस्तो क्लिपै यहाँ मजाले बसेको छैन क्या। सो भारी भएर त्यो नै झार्दियो हैन, पर्दै झार्दियो। पर्दा भारी भएको कारणले त्यो डन्डै झर्यो क्या हेभीले गर्दा। सो यहाँ पर्दा हालेको छैन अहिले, त्यही भएर पहेँलो सरी हरियो भइरहेछ पानी चाहिँ। सो लेट्स डु द वाटर चेन्ज है त, केही अब ढिलो नगरिकन। सो यहाँ पहिला चाहिँ पम्प निभाइदियो है। बत्ती चाहिँ बालिदिनुपर्छ जस्तो छ, बत्ती चाहिँ बालिदिउँ। So let's start the process है। यिनीहरूलाई खाना हालेर अघि निमाले हाल्यो कि के हो, खानै खाएन छ। ओभर फिडिङ पनि गर्नु हुँदैन है माछाहरूलाई चाहिँ है। मैले चाहिँ दिनको 3 टाइम दिन्छु तर थोरै गरेर दिन्छु है, यस्तो हेभी चाहिँ दिदिनँ। यति नै भयो है। पानी अब यहाँबाट चाहिँ तान्नु मिलेन। सो यहाँ अब लाइट पनि निभाइदिउँ हामी, लाइटलाई निकालिदिउँ, पम्पलाई पनि निकालिदिउँ है। सो यहाँ पम्पलाई चाहिँ सफा गरिदिनु पऱ्यो यही पानीमा है। सो गाइज होइन, स्पन्ज चाहिँ म यसरी धुन्छु यही पानीमा है, यिनीहरूकै पानीमा, किनभने बेनिफिसियल ब्याक्टेरिया चाहिँ भइरहोस् भनेर हो है। सफा त हुन्छ नि त, क्लिन मात्र गर्नुपर्ने हो होइन। अब फोहोर पानी होस् जेसुकै होस्, पानी फोहोर भएर फिल्टरको यो सफा गर्नलाई चाहिँ केही फरक परेन है। सो यिनीहरूको बेनिफिसियल ब्याक्टेरिया चाहिँ बसिरहन्छ है। सो यसरी सफा गर्छु म चाहिँ है, सबै है। जुनको पनि है, जुन माछाको पनि फिल्टरको सफा गर्दाखेरि मैले यसरी नै गर्ने गरेको छु है। फिल्टर भयो है, यो भएको हो कि भएन भन्ने भयो कि मलाई चाहिँ। सो यहाँ भयो है फिल्टर पनि। सो यहाँ अब समातौँ है प्यारोटहरूलाई। So yeah, let's clean it up, right? So yeah, let's clean it up. Right?
सो यहाँ हाम्रो चाहिँ क्लिन भयो है। सो यहाँ बालुवाको काम रह्यो अब चाहिँ है। सो यहाँ बालुवा पनि हेर्न सक्नुहुन्छ पुरै हरियै भएको छ बालुवा पनि है। सो यहाँ पानी मात्रै नै बालुवा पनि फोहोरै छ। सो यहाँ हाम्रो स्यान्ड पनि धुइयो है। सो अब गएर हालौँ स्यान्डलाई चाहिँ। सो हाम्रो सेटअप चाहिँ हुँदैछ है गाइस, मिलाउँदैछु। मेथीमा रेडी छ है। यो ग्यारन पनि रेडी छ यसको लागि। यो चाहिँ हाल्नै पर्छ है, क्लोरिनहरू हुन्छ पानीमा है। सो क्लोरिनले गर्दाखेरि अलिक माछाहरूलाई गाह्रो हुन्छ। सो यो चाहिँ कति 20 लिटर पानीमा 5 थोपा हो के अरे गाइस है। कि 10 ml मा 10 ml फर 80 लिटर्स भनेपछि त्यही हो, 1 ड्रप फर एभ्री 4 लिटर्स रहेछ है। 4 लिटरमा 1 ड्रप। त्यही त 20 लिटरमा 5 ड्रप भयो। सो यो कति हो, यो 20 लिटर नै हो क्या। 20 लिटर होइन, अलिक बेसी छ कि। 5 ड्रप हाल्यो भने चाहिँ धेरै हाल्दिनँ है। 5 ड्रप नभए 6 ड्रप, 2 3 4 अहिले 4 हालिदिउँ है। सो यो पनि 1 2 सो यहाँ मिल्यो है। सो गाइस हाम्रो चाहिँ सेटअप कम्प्लिट भइसकेको छ है। सो यतिको भएको छ। साइड वेज चाहिँ यस्तो भयो छ है। अलिअलि फोल्ड रहेछ त्यहाँ। अरे यो त भित्रैबाट हो कि के हो, खै बाहिरबाट रहेछ। अलिक पुछे थियो, पुछ्नु त ठिकै छ, नवरिज मजाले पुछ्नु छ एक लट फेरि। सो यहाँ कम्प्लिट यही हो है हाम्रो जस।